ल वानामावी भर्सेस कालिका मावी सेमी फाइनलको गेम सुरु भइसकेको छ। मार्दे चान्स आयो कत्रो काटेर कस्तो पाँच गरेर दिँदैन लाग्यो तारो ओए किन तुटेको तान्न त्यत्रो तानेको अब ठिक छ हुटिङले जितेको यहाँ पनि हुटिङले जित्छ रेखा अनि हाम्रो अस्ति जलजलामा अनि सबिन भाइले रेखा टेकेर ठिक छ यो मान्छे माइनसमा पड्केको छ नि दाजु जीवन माइनस पर्छ 10 कक्षामा माइनसमा पड्केको छ अस्ति माइनस हान्नु त अनि हाम्रोमा यिनीहरूलाई धुलो हान्ने मान्छेको बेफाइदा माइनस भेट्यो कि माइनस त अस्ति जलजलामा आजै नि त उताबाट माइनसमा त रिसिभ दिन्छ होइन धेरै गाडे तर सरहरूले चाहिँ टेन्सन नदिनु पऱ्यो सरहरूले धेरै कराउँदो रहेछ क्या हाम्रो चाहिँ हो धेरै करायो भन्दा नि हेर्नुहोस् भइहाल्छ कि सुरुमै त्यस्तो कट हान्नु हजुर हार्यो ट्रेन बिगार्यो
उज्जवल सरको भिडियो बनाउनु अनुरोध छ उहाँले धेरै धेरै म भन्छु दाइले मार दे माथि ओडेर दिइहाल्छ अब हाम्रो यो पछि दामी माथि मार दे तेह्र नम्बर सर्टर थियो होइन लिब्रोमा गएर मनिष गोवाले एक्युरेसी खान्छ अनि गरिहाल्छ ब्याक पनि छ नि ब्याक ब्याक हान्ने वाइट नै जान्छ एकजनालाई मात्रै खेलाउँदैन रहेछ एक्लैले चाहिँ दुःख पार्छ हाम्रो अघि पारै लागेन ठिकै छ त तिनजनालाई खेलाउनु तिनजना सबै सर्टर अब भेट्दैन अब त्यत्रो रोकिरहेको छ त लिब्रोले त लिब्रोले त छोको ब्लक हान्दैका छन् बढाउनु नि हो भोलिन्टियर हटाउँ र के बढी सर्भिस रिसिभ मोसनको सेटरमा एउटालाई मात्र उठाइदिन्छ ब्याक के गरेको फोन ल्यायो ल्यायो लिब्रो त राम्रो खेल्छ नि त साह्रै जान्दैन कुन चाहिँ आयो मरिन्जेलसम्म खिचिआयो त हौ कति नम्बर अग्ले 17 नम्बर यताको कालिकाको ऐसेको टोक्छ त अब त्यसले मारेको अघिको त 11 नम्बर थियो नि हामीसँग पर्ने होला सोल्टी थाहा छ 11 नम्बर हामीसँग बन्यो त सरसाइको उता हो हामीसँग पऱ्यो त अघि भन्दा 11 नम्बर कति छिटो घोजेको त चुतियोले यस्तो टाइम लाग्यो घोजेर चेकै नहुँदैन अमलाले मात्र टुप्पाले मात्र झुने चेक आधी हातमा आधी गर्ने मान्छेले प्राविधिक समस्या भएको
छौँ अनि दोस्रो सेमिफाइनलको खेल हामी टोइलेटको खेल हेरिरहेका छौँ जसमा कालिका मावि यात्रीहरूको अङ्क 18 रहेको छ भने वाना माविको 17 कति कति परे उताकोले जितिरहेको अङ्क बनाउन सक्छ 18 बराबरी बराबर छ कालिकाको अङ्क 19 रहेको छ भने सर अनि यो तपाईले यो भिडियो गरेर कति रुपैयाँ दिनुहुन्छ खासा दिनु है बढी नबोल्नु बराबरीमा भयो वाना मावि वानाको अङ्क 19 छ भने कालिकाको पनि 19 छ वनाले जित्छ हाडङ गोडुङ छ उताको खोइ हिँड्दैन वनाले हाम्रो पनि अघि स्वयंसेवक भाइहरू बललाई नियन्त्रण राखिदिनु होला वानाको अङ्क 30 रहेको छ भने कालिकाको 19 निकै बाहिर त्यसैले अङ्क कालिकालाई कालिकाको 20 वाना मावि 20 कालिका मार्यो छ के हो त्यो पोटिया छ के राम्रो डिफेन्स उतापट्टि त्यस्तो हान्ने छैन के हो उता तर्काएर मार्ने तर्काएर मार्ने सर्ट चाहिँ उडाउँदा त्यस्तो कालिकाको 21 वाना मावि 21 यसले हेर्न अस्ति भान्जेको वानाको अङ्क 23 रहेको छ भने कालिकाको 21 कालिको कालिका चेकमा किन हो कालिका माविको अङ्क 21 रहेको छ 24-21 कालिकालाई कालिकाको अङ्क 22 रहेको छ भने 24 अझै एउटा बल दिइराख्नुपर्छ होला स्किलले अन्डर डोली अन्डर उता फिरेन के निकै राम्रो
टोलीले 24 बराबर बनाएको छ पूर्ण अङ्क कालिका माविलाई कालिका माविको अङ्क 25 रहेको छ वाना माविको 24 जित्दैन यस्तो राम्रो टिम छ उहाँको राम्रो छ त अब चाहिँ हान्यो जित्यो राम्रो डिफेन्स यहाँ चान्स हुन सक्छ वाना माविबाट पनि पहिले चाहिँ निकै प्रतिस्पर्धात्मक भइरहेको छ उत्कृष्ट खेलहरू प्रदर्शन गरिरहेका हामी देख्न सक्छौँ दुवै पक्षका खेलाडी भाइहरूबाट लेप्टीको त लेप्टी लेप्टी कालिका माविलाई लक लागेको हुनसक्छ एलओसीके होइन एलओसीके लक लागेको छ त्यसैले अङ्क 27 कालिका मावि र वाना मावि 26 अङ्क बराबरी 27 अरे फाइनल हो कि यो त पनि फाइनल जस्तो छ उदायो ब्लक एक अङ्क थपेर 28 बनाएको छ भने वाना माविको अङ्क 27 यस्तो दिइसकेपछि अब एक बार उधारले हाने जित्यो ल्यायो पोइन्टहरू जित्यो अब निकै राम्रो निकै प्रतिस्पर्धात्मक निकै कम्पिटिसनको यो पहिलो खेल हामी देख्न सक्छौँ दर्शकहरूको विशाल छ एक अङ्क थपेर 29 बनाएको छ भने कालिका मावि 28 जित्नको लागि वाना माविलाई अङ्क 1 मात्र चाहिन्छ कालिका माविलाई अङ्क 2 चाहिएको छ फल गर्न पुगेर पूर्ण अङ्क 29 बराबर 29 बराबर यो गेम 50 मै पुगे पनि हुन्छ नेट छैन भएन कालिका माविको लगाएर त चेक त दर्शकहरूबाट निकै हुटिङ आइरहेको छ पहिलो सेट वाना माविले सफल भएको छ यहाँ दोस्रो सेमिफाइनलको पहिलो र यहाँ विद्यार्थीबाट अब खेल सञ्चालन गर्ने सङ्केत भइसकेको छ बलिङ गर्दैछन् वानाका खेलाडी भाइबाट राम्रो रिसिभ हुन सकेन
टेक्निकल गेम खेलेर अङ्क जोड्न सक्ने कालिकाका खेलाडी भाइले त्यसैले अङ्क कालिकाको 2 छ भने वानमाविको अङ्क 4। बलिङ गर्दैछन् कालिकाको भाइले राम्रो वानाको अङ्क 5 रहेको छ यो टाइममा पश्चात खेलाडीहरूसँग कोर्टमा प्रवेश गरेको देखिन्छ। वनमाविका खेलाडी भाइबन्धु जो सकिएको यहाँ सुरु त्यसैले अङ्क वनमाविलाई कालिकाको अङ्क 3 भएको छ भने राणाको अङ्क 4। त्यति राम्रो सक्ने कालिकाको वनमाविलाई वनमाविको अङ्क 8 भएको छ भने कालिकाको अङ्क 3। त्यसैले अङ्क कालिकालाई कालिकाको अङ्क 4 भएको छ भने वनमाविको अङ्क 8।
कालिकाको 5 बाट त्यसैले हाम्रो वानाको अङ्क 9 गइसकेपछि कालिकाको अङ्क 4 भएको छ। विज्ञान पर्छ विज्ञानमाथि 8 अङ्कको अग्रतामा छ वानामाली वाना। बल बच्न सकेन, अङ्क खान्छ लाजीलाई। कालिकाको अङ्क 5 छ भने वानामालीको अङ्क 2। कुनै 5 वानामालीबाट बाहिरिएको छ अङ्क कालिकालाई। कालिकाको अङ्क 6 छ भने वानामालीको अङ्क 2। बिस्तारै बिस्तारै ब्याट हुँदैछ कालिकाका खेलाडी भाइहरू। वानामालीबाट त्यसैले अङ्क कालिकालाई। कालिकाको अङ्क 7 छ भने वानामालीको 9। अब जम्मा 2 अङ्कको अग्रता मात्र छ वानामालीसँग। चाहिँ मात्र फ्याँक्दैन वानामालीको 10, कालिकाको अङ्क 5। निकै राम्रो टेक्निकले अङ्क मिलाउन सफल भइरहेको छ कालिकाका खेलाडीबाट। त्यसैले अङ्क 7लाई। कालिकाको अङ्क 8 छ भने वानामालीको अङ्क 10। यहाँ पोजिसन एरर, त्यसैले अङ्क कालिकालाई। कालिकाको अङ्क 9 छ भने वानाको अङ्क 10। पुनः अङ्क जोड्दै कालिका माविले बराबरी बनाउन सफल भएको छ। अङ्क बराबरी 10। निकै राम्रो पन्जा कालिका माविबाट। र यो दोस्रो सेटको यहाँ सर्भिस गर्दैछ कालिका माविका विद्यार्थी भाइबाट। त्यसैले अङ्क कालिका माविलाई। कालिका मावि अहिले 1 अङ्कको अग्रतामा छ। 11-10। बराबरी 11। वानामालीका खेलाडी त्यसैले अङ्क वानामालीबाट। वानाको अङ्क 12 छ भने कालिकाको अङ्क 11। खेलाडी भाइहरू जित्दैछन्। वानामालीले 13 बनाएको छ भने कालिकाको अङ्क 11। कस्तो झुकाइदियो यार। एक अङ्क बसेर कालिकाले 12 बनाएको छ। वानामालीको अङ्क 13। 12-13। टेक्निकल रोशन श्रेष्ठबाट सहजै अपोनेन्टको कोर्टमा बलका सारे खबर आफ्नो टिमलाई पुनः सफल भएका छन्। त्यसैले कालिकाको अङ्क 1-13 बनाएको छ भने वानामालीको अङ्क 14। निकै नै प्रतिस्पर्धात्मक खेल भन्न सक्छौँ हामी।
Wanamajiलाई Wanamaji angka 15 Kalika ke 13. Wanamajiलाई Wanako angka 16 छ भने कालिकाको angka 13. राम्रो स्ट्राइक सँगै Wanamajiको angka 17 पुर्याएको छ भने कालिकाको angka 13. 4 अङ्क अग्रतामा छ. Seperti राम्रो Taikun itu kecil yang angka Kalika Majiलाई Kalika angka 14 छ भने Wanamaji angka 17 अङ्कको अग्रता Wanamajiलाई. हामी यो दोस्रो सेमी फाइनलको दोस्रो गेममा स्ट्राइक भइरहेको छ अङ्क कालिकालाई सरकारलाई बताउँदै कालिकाका खेलाडी भाइहरूबाट केही अङ्क मात्र 1 अङ्क मात्र बाँकी छ. 17 को अङ्क छ. सर्भिस भइरहेको छ. Technical game, Kalikaलाई Kalikaको अङ्क 17 छ भने Wanamajiलाई अङ्क 2. तल फ्याँक दे रे टेबल 30 हालेको 100% माइनसमा पकेको छ नि हैन के अरे माइनसमा माइनस त के छ Katilan त्यसरी अङ्क Wanaलाई अङ्क 4 अङ्कको अङ्कमा छ Wanamaji 27. Kalika 18 छ नि लाइभ हो हैन हो एउटा कट्टल छ अनि यो सेट पनि जितेको खण्डमा फाइनलमा प्रवेश गर्नेछ भने Kalika Majiलाई Kalikaको पोजिसन 93 ले अङ्क Wanaलाई Wanaको अङ्क 23 छ भने अब Kalika Majiको त्यति राम्रो भइरहेको छैन हामी देख्न सक्छौँ. कम्बिनेसन मिलिरहेको देख्न नेट हो जो आज मलाई लाग्छ गाडीमा त्यसैले अङ्क Kalikaलाई
अङ्क 19 छ भने वानाबाजीको अङ्क 23। वानाबाजी फाइनलमा प्रवेश गर्नको लागि जम्मा 2 अङ्क चाहिन्छ। चाहिएको छ गरेको स्पाइकलाई ब्लक गरेका छन्। राम्रो ब्लक गरेको त्यसरी अङ्क कालिकालाई हाम्रो पल्लोसँग हो अङ्क 20 छ भने वानाबाजीको अङ्क 23। सेट पोइन्ट हो सङ्केत त्यसैले अङ्क वानाबाजी सेट पोइन्टमा पुगेको छ। 24मा पुगेको छ भने कालिका माझी 20 सेट पोइन्ट वानाबाजी। राम्रो सर्भिस वानाबाजी लगातार 2 सेट कालिका माझी 20 सेट